हेलो गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै अनि आरामै छु। एकदमै पानीले गर्दा होइन, म चाहिँ भिडियो बनाउन आएको थिएँ। त्यहाँ चाहिँ पर आएको थिएँ होइन। पानीले गर्दाखेरि चाहिँ एकदमै यहाँ अहिले चाहिँ यो जिल्ला अदालत, जाजरकोट जिल्ला अदालतमा चाहिँ यहाँ बाइकहरू गाडीहरू राख्ने ठाउँ यस्तो छ। यस्तो ठाउँमा आएको छु म गाइस। यता देख्न सक्नुहुन्छ बाहिर पुरै पानी परिरहेको गाइस। अब मेरो युट्युब च्यानललाई चाहिँ हजुरहरूले अब सब्सक्राइब गरिदिनु होला। मैले यो भन्न चाहेँ, कृपया प्लिज। हजुरले जति फेसबुकमा माया गरिदिनु भएको छ, त्यति नै मेरो युट्युबमा पनि माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ भिडियो बनाउन आएको चाहिँ गाइजहरू खास त्यहाँ उता पर हो होइन, त्यहाँदेखि उता पर म चाहिँ अहिले हजुरहरूलाई देखाउनु छु। एकदमै पाल्नाबट्टी भ्यू एकदमै राम्रो छ। त्यसैले चाहिँ म भिडियो बनाउन चाहिँ त्यहाँ आएको हुँ। अनि यहाँ चाहिँ एकदमै पानी परेर अनि म चाहिँ यहाँ उत्तिन आएको छु गाइस। पानीहरू जाउँछ त्यसैले। अनि गाइस देख्न सक्नुहुन्छ यता चाहिँ पानी परेर एकदमै त्यो परको जुन ठुलो छ नि, त्यो ठुलो त्यो चाहिँ रहेको छ जाजरकोट जिल्ला वकिल कार्यालय, जाजरकोट सरकारी वकिल कार्यालय रहेको छ गाइस। त्यो चाहिँ एकदमै कति तले छैन कि 1 तले 2 तले 3 तले 4 तले 5 तले 5 तले छ गाइजहरू, देख्न सक्नुहुन्छ एकदमै पनि। अनि मेरो साथमा चाहिँ भान्जा पनि थिए। भान्जा पनि देख्न सक्नुहुन्छ, यहाँ भान्जा छाता ल्याएर आएको छन्। भान्जालाई चाहिँ पर बोलाउनु भएको थियो कि त्यही भएर चाहिँ भान्जा पर गयो। अनि उता देख्न सक्नुहुन्छ मेरा भान्जा। अनि हामी चाहिँ अब छाता पनि आइसक्यो गाइज। हामी चाहिँ अब पर भिडियो बनाउन जान्छौँ। हजुरलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला, साथ सपोर्ट मायाहरू दिनु होला भन्न चाहन्छु होइन गाइज। अरू यस्तै छ गाइज। अब चाहिँ हामी पर जानेवाला छु पर, अनि हजुरहरूलाई देखाउँछु म पर गएर पनि परको भ्यू कस्तो छ भनेर। अनि आजको मौसम चाहिँ गाइज देख्न सक्नुहुन्छ जाजरकोट खलङ्गाको मौसम यस्तो छ। जाजरकोट खलङ्गाको मौसम चाहिँ पानी परे साउन पनि लागिहाल्यो होइन गाइज। त्यसैले चाहिँ अलिक गाह्रो भइहाल्छ। पानी पनि बित्दिन लागिसक्यो। हामी चाहिँ अब पर जान्छौँ है गाइजहरू। भिडियो चाहिँ अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला है। हेर्न सक्नुहुन्छ गाइज, पानी परेर एकदमै तनाव भए। हामी चाहिँ छातामा ओराउँछौँ जस्तो छ। छाता पनि ओऱ्यौँ हामीले चाहिँ। अब भिडियो चाहिँ अब बनाउनु पर्छ क्या गाइज, नत्र होइन गाह्रो पर्छ नि त। हामी भल पनि गाइजहरू धेरै ठुलो बगिरहेको छ। भल देख्न सक्नुहुन्छ, उता भल बगिरहेको छ। हामी चाहिँ अब जान लागेको छौँ। एकदमै राम्रो भ्यू देखिन्छ। तिमी कहाँ जाने हो पहिला र? म मात्र हजुरलाई देखाउँछु। भान्जा चाहिँ उँधो गइहाल्यो, त्यहाँबाट कहाँ जाने हो होइन। म चाहिँ हजुरलाई एकदमै राम्रो आकर्षित ठाउँ देखाउन गइरहेको छु। एकदमै राम्रो अनि रमाइलो छ है गाइजहरू ठाउँ चाहिँ। चट्ट लाएर मेरो आइफोन नभए तापनि गाइज होइन, भिडियो बनाउने हजुरहरूले माया साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले ट्याक्क लाएर कता छु गाइज? वा बब्बाल ठाउँ आइसकेको छ हेर्नुहोस् गाइज। छाता बन्यो भने मोबाइल रोजाएन डिस्प्ले फालिदिन्छ क्या। पाल्नापट्टि पानी देख्न सक्नुहुन्छ गाइज। म चाहिँ यही ठाउँमा आएको थिएँ भिडियो बनाउन। यो पाल्नापट्टि हेर्न सक्नुहुन्छ कस्तो छ। वाह है गाइज, देख्न सक्नुहुन्छ पाल्नापट्टिको भ्यू एकदमै बबाल भ्यू छ क्या यहाँनिर चाहिँ। यो भ्यू राम्रो छ, तर पनि पानीले गर्दाखेरि अहिले समस्या पार्छ नि त गाइस। त्यसैले मैले चाहिँ छाता ओढेकै छु अझै पनि। देख्न सक्नुहुन्छ चट्ट लाएर। युट्युब च्यानललाई चाहिँ जसरी भए पनि सब्सक्राइब गरिदिनु पऱ्यो होइन गाइजहरू। चट्ट लाएर सबजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने पनि मैले आशा राखेको छु गाइस। त्यो चाहिँ ठाँटी बजार हो गाइजहरू, त्यहाँ देखिरहेको नि त्यो। अनि म हजुरलाई रिसाङ पनि देखाउँछु है सिधा। पारि जुन कुहिरो लागेको गाउँ छ नि, त्यो चाहिँ रिसाङ हो। यता चाहिँ जिल्ला अदालतहरूका घरहरू छन्। यता चाहिँ यता जता जाऊ यो एकदमै यहाँनिर चाहिँ चौर छ क्या। ब्याडमिन्टन खेल्ने जस्तो सिमेन्टी प्लस्तर पनि गरिरहेको छैन। यहाँ देख्न सक्नुहुन्छ गाइज, पुरै सिमेन्टी प्लस्तर गरिरहेको जस्तो छ। ल अरूको भ्लगमा भेटौँला। अहिले भ्लगमा चाहिँ हामी छुट्टिन्छौँ गाइस। बाइ बाइ।